हरेक ठाउँको आफ्नो एउटा कथा हुन्छ। केही कथा किताबमा लेखिएको हुन्छ, केही भने प्रकृतिले आफै लेखेको हुन्छ। आजको हाम्रो यात्रा जापानको एउटा यस्तो पहाडतर्फ हो जसले सयौं वर्षदेखि मानिसहरूलाई आफ्नो सुन्दरता, शान्त वातावरण र इतिहासले आकर्षित गर्दै आएको छ। यो हो माउन्ट चुकुवा। टोकियोबाट धेरै टाढा नभए पनि यहाँ आइपुग्ने बित्तिकै सहरको भिडभाड आफै हराए जस्तो लाग्छ। चारैतिर हरियाली, पुरानो मन्दिर, चिसो हावा र शिखरबाट देखिने मनमोहक दृश्य, यही हो माउन्ट चुकुवाको वास्तविक परिचय। आज हामी यस पहाडको यात्रा मात्र गर्ने छैनौँ, यसको इतिहास, यहाँ लुकेका कथाहरू र किन यो पहाड जापानिजहरूको लागि यति विशेष छ भन्ने कुराको पनि सँगै जान्नेछौँ। आउनुहोस् सुरु गरौँ जापानको यो सुन्दर र ऐतिहासिक यात्रा। अहिले म खाउमा स्टेसनमा छु। बिहानको शान्त वातावरण, समयमै आउने ट्रेन र आफ्नै गतिमा हिँडिरहेका यात्रुहरू। जापानको रेल यात्रा किन संसारकै उत्कृष्ट मानिन्छ भन्ने कुरा यहीँबाट महसुस हुन थाल्छ। अब हामी ट्रेन चढेर चुकुवातर्फ लाग्दैछौँ। ट्रेन बिस्तारै अगाडि बढ्दैछ। सहरका भवनहरू पछाडि छुट्दै जान्छन्। तिनका ठाउँमा लिन्छन् हरिया खेतहरू, साना गाउँहरू र टाढा देखिने पहाडहरू। यात्राको सबैभन्दा सुन्दर कुरा यही हो, गन्तव्यमा पुग्नु मात्र होइन, त्यहाँसम्म पुग्ने प्रत्येक क्षणहरूको आनन्द लिनु। केही समयपछि हामी चुकुवा स्टेसन आइपुग्छौँ। यहाँबाट माउन्ट चुकुवाको अर्को अध्याय सुरु हुन्छ। स्टेसनबाट बाहिर निस्किएपछि हामी बस चढेर पहाडको फेदतर्फ लाग्छौँ। बस बिस्तारै पहाडतर्फ उकालो लाग्दैछ। घुमाउरा सडक, दुवैतर्फ घना जङ्गल र चिसो हावा। हामी प्रकृतिको झन् नजिक पुगिरहेको छौँ। जति माथि पुग्छौँ उति नै सहरको भिडभाड टाढा हुँदै जान्छ। बसको यात्रा यही समाप्त हुन्छ। अब सुरु हुन्छ आजको सबैभन्दा रोमाञ्चक भाग, हाइकिङको। हेलो जिती, के छ सुरुवातको फर्स्ट एक्सपिरियन्स कस्तो छ? अब हिँड्न सुरु गरियो, खुट्टा कस्तो हालत हुने थाहा छैन। वर्षौँको दिनको खुट्टा यति तन्किन्छ कि साला पहाड जम्नेको पाडोले पनि तन्काउनु होला हौ। हो यार। अहिले हामी कहाँ आइपुग्यो? हामी यहाँ बोर्डमा कति मिटर दिएछ? देउरालीमा हो क्या? देउराली भन्ज्याङतिर आइयो। सायद हामी अहिले यहाँ 400 मिटरमा छ होला हो मेरो विचार। होइन 520देखि 600 को हाराहारीमा छौँ जस्तो लाग्यो मलाई। कुन पटो हो यो? हो यो होला, यो भेट्टा छु मैले अर्को ठाउँमा। यो त पियो हो, यो चाहिँ हाम्रो चाहिँ पाउँछ, यो न्युरो। न्युरो ए तरकारी खोजेर लिएर जाने हो क्या? आउँदा च्याउ बस्नु जाने क्या? च्याउ भन्छ क्या? होइन न्युरो के न्युरो, यो न्युरो च्याउ त अर्को त उसमा होला पाउनु।
न्युरो त होइन यो अर्को के भन्छ न्युरो यस्तो हुन्छ क्या यो सानोमा यस्तो हुने हो अनि ठुलो भएपछि चाहिँ यो हाँगा हुने हो क्या त्यो नटिपेपछि तर यसको चाहिँ एउटा सानोमा चाहिँ उस पनि लगाइन्छ क्या छाप अर्को के भन्छ अरे काली सिङ्की पनि भन्छ क्या कस्तो हुन्छ नि गाउँघरले त पेट दुखेको बेला नि बनाएर खान्छ क्या यसलाई सुकाएर पिसेर अनि बिरे नुन अनि के हालेर बनाएर खान्छ क्या यो धेरैचोटि खाइयो पनि यो चाहिँ के यो सेट के अरे कयलो यो के भन्छ यो चाहिँ मलाई अलि थाहा भएन हुन्छ नेपालमा पनि हुन्छ हुन त देख्न त देखिया हो ल अबको यात्रा अब मासतिर हामीले देखेको एउटा बोट बिरुवा भेटियो नाम त के हो बिर्सियो तर फाइनली भेट्न सफल भइयो पहिलो पाइला चाल्दै गर्दा जङ्गलको सुगन्ध चराहरूको आवाज र रुखहरूको बीचबाट आउने चिसो हावाले थकान सबै बिर्साइदिन्छ कहिलेकाहीँ बाटो सजिलो हुन्छ कहिलेकाहीँ उकालो निकै कठिन लाग्छ तर प्रत्येक पाइलाले हामीलाई शिखरतर्फ अझै नजिक लैजाँदै हुन्छ ठाउँ चाहिँ आइयो अब यहाँ कता कता भ्यू हेर्ने यात्रा केवल एउटा ठाउँमा पुगेर सकिँदैन त्यो त सम्झनामा बाँचिरहन्छ अझ खाउमा स्टेसन हुँदै सुरु भएको हाम्रो यात्रा रेल बस र लामो हाइकिङ पार गर्दै अन्डर द माउन्ट चुकुबाको शिखरसम्म पुग्न सफल भयो माथिबाट देखिने विशाल कान्ता मैदान ताजा हावा र प्रकृतिको शान्तिले थकान आफै हराउँदै गयो हरेक यात्राले नयाँ दृश्य मात्र होइन नयाँ अनुभव र नयाँ कथा पनि दिन्छ र आजको यो कथा यही समाप्त हुन्छ